हेलो हेलो साथीहरू, दर्शन नमस्ते सबैजनालाई। आज हजुरहरूलाई म लग्दैछु एकदमै रोमाञ्चक ठाउँमा, एकदम राम्रो भ्यू भएको ठाउँमा होइन, कति नारियलको रुखहरू देखाउनु। आज चाहिँ यस्तो ठाउँमा लगेर जाँदैछु हजुरहरूलाई। भिडियो हेरेर अन्तिमसम्म भिडियो हेर्नु। हजुरहरूलाई कहाँ लगेर जान्छु, यो नेपालमा कुल्लु मनाली, उत्तराखण्ड, हिमाचल प्रदेश, लेह लद्दाखतिर मात्रै ठाउँ हेर्ने जस्तो छ भनिन्छ नि, होइन साथीहरू, केरलामा पनि छ यस्तो दामी दामी ठाउँहरू, यस्तो राम्रो राम्रो भ्यूहरू छ होइन। आज देखाउनेछु म तपाईँलाई, अन्तिम भिडियोसम्म हेर्नु होला। सायद कसैलाई थाहा पनि छैन होला केरलामा यस्तो ठाउँ छ भनेर। जहाँ म जान लागेको छु त्यो एकदमै राम्रो ठाउँ छ, त्योभन्दा धेरै राम्रो राम्रो ठाउँहरू पनि छन्। र त्यस्तो ठाउँहरू, सिनहरू, भ्यूहरू हेर्नलाई मेरो प्रोफाइललाई फलो गर्नु होला, अनि पेजलाई पनि, युट्युब च्यानल पनि सबैलाई फलो गरेर साथ दिनु होला। र म यस्तै ठाउँमा गएर तपाईँलाई भ्यूहरू देखाइरहनेछु। आनन्द आउनेछ। भिडियोमा अन्तिमसम्म हेरेर साथ दिनु होला, तपाईँलाई पनि सुनेर राम्रो लाग्नेछ। ठाउँ पनि यति रमणीय ठाउँ छ होइन, हेर्न सक्नुहुन्छ। अब जङ्गल यताबाट अलिअलि सुरु हुन लाग्यो। सायद केरलामा बस्ने नेपाली दाजुभाइहरूले त चिन्नुभयो होला कसैले यो ठाउँ कहाँ हो भनेर। कमेन्टमा लेख्नु होला, नचिनेकोले पनि कमेन्टमा लेख्नु होला कहाँको ठाउँ हो भनेर। म कमेन्टमा रिप्लाई दिनेछु, अनि तपाईँहरू पनि घुम्न जान सक्नुहुनेछ। हामी चाहिँ आज दुईवटा साथी, पानी अलिक कम परेको थियो, घुम्न जाउँ भनेर घुम्न निस्किसक्यौँ। हामीले आफ्नो एक्टिभा यानि कि स्कुटी स्टार्ट गरेर हिँडिसक्यौँ। हामी जहाँ अब त्यो पारीको देखेको डाँडा छ नि, पहाड जस्तो छ, त्यसको माथि जाने हो हामी। र तपाईँहरूलाई हामी त्यहाँ गएर तलतिर देखाउँछौँ कस्तो राम्रो भ्यू छ। अनि अन्तिमसम्म हेरेर साथ दिनु होला। लास्टै रमाइलो हुनेवाला छ आज, देख्नु सक्नुहुन्छ। अहिले जाँदा जाँदा बाटोमा पनि हेर्नुहोस्, साथीहरूले हात ठहराउँदैछन् भिडियो गराएको देखेर हेलो भन्दैछन्। कारमा अगाडि गइसक्यो, यी सबै त्यहीँ जाने मान्छे पाहाडमा भ्यू हेर्नलाई। रमणीय ठाउँ छ बस्ने, घुम्ने। अब हामी यहाँ लगभग यो अन्तिम बजार, सेकेन्ड लास्ट बजार हो यहाँको। अर्को एउटा सानो बजार भेट्यो भने हामी फेरि लाग्छौँ, पहाडको बाटो लाग्छौँ, अनि त्यहाँबाट जान्छौँ हामी। अब सायद हाम्रो यो बजार पनि आइसक्यो, यो अन्तिम बजार हो हाम्रो। यहाँबाट हामी सायद यहाँनिर कन्फ्युज भएको थियौँ अलिकति। यहाँ सिधा हामी देब्रे जान्छौँ होला सायद, होइन, देब्रे जान्छौँ। सिधा गयो भने त अर्को त्यहाँ पाहाडमै जान्छ जानु त। आज चाहिँ हामी त्यता जाँदैनौँ। त्यताको हेर्न चाहनुहुन्छ भने कमेन्टमा लेख्नु होला, त्यता पनि हामी गएर देखाउने भ्यूहरू। आज चाहिँ हामी जान्छौँ देब्रेतिर गए तपाईँलाई म अहिले हल्का झलक चाहिँ यसमा यो भिडियोमा पनि देख्न सक्नुहुन्छ। सायद भिडियो लामो हुन्छ होला, म अर्को भिडियोमा तपाईँलाई पुगेको देखाउने छु। यो भिडियोमा चाहिँ अहिले देख्न सक्नुहुन्छ यो यहाँको भ्यू होइन, यहीँ हेर्न सक्नुहुन्छ। त्यो चाहिँ तलतिर गयो, यसको माथि जाने भने यस्तो राम्रो ठाउँ छ, यहीँ हेरेर साथ दिनु होला। म अर्को भिडियोमा देख्छु।